सबैजनालाई शुभ बिहानी। आशा छ तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ। हजुरहरुको आशीर्वादले म पनि एकदम सन्चै आरामै नै छु। यति बेला देख्न सक्नुहुन्छ म उठेर फ्रेस भइसकेको छु। कतिपयले मेरो पुरानो भिडियोमा म 5 बजे उठेर रेडी भइसके गाइस भन्ने कुरामा अलिकति शक हुनुभएको थियो। सो तपाईहरुलाई मैले आज टाइम पनि देखाउन चाहे। लुक 5 बजेर 8 मिनेट गइसकेको छ। म भइसकेको छु फ्रेस। अब हामी खाँदैछौँ हाम्रो कफी बनाएर। हाम्रो कफी भयो रेडी गाइस। आफ्नो बिहानीको सुरुवात चियासँग गर्नुभन्दा खाली पेटमा यसरी कफीसँग गर्नुभयो भने एकदम फाइदाजनक हुनेछ। कफीमा जुन क्याफिन पाउने गर्छ त्यो क्याफिनले हाम्रो ब्रेनलाई एकदमै मद्दत गर्छ रिबुस्ट गर्नको लागि। सबैजनालाई म के भन्छु भन्दा आफ्नो बिहानीको जुन सुरुवात छ नि त्यसलाई तपाईले हेल्दी तरिकाले सुरुवात गर्नुभयो भने तपाईको दिन नै पुरै हेल्दी तरिकाले जान्छ के। ल अब चाहिँ म कफी सफी खाएर ट्याक आफ्नो जिमको सामान प्याक गरेर म लाग्छु जिमतिर साथीहरु। आज चाहिँ म सबैभन्दा छिटो आइसकेको छु जिम। दाइहरु बाहिर राउन्ड लाग्नु छ दुईजना। खाली छ जिम हाम्रो। दाइहरु आइसक्नु त्यहाँ बाहिर। अब आज हामीले गर्छौं लेगको वर्कआउट। इन्जोय द वर्कआउट है त। आज त वर्कआउट पनि बबाल भयो, पम्प पनि बबाल आएको थियो। अनि एकछिनपछि म स्ट्रेचिङ गरेर घर आइहालेँ। सो एज वी नो मेरो प्रोटिन सकिसक्यो। त्यही भएर अबदेखि पोस्ट वर्कआउटमा मैले 4वटा अन्डा खान्छु बोइल होल एग्स। कतिपयले के मिस इन्फर्मेसन पाउँछन् भन्दा अन्डाको पहेँलो भाग खान हुन्न अनि मोटाइन्छ, फ्याट लाग्छ। हेल्दी फ्याट हो क्या अन्डाको पहेँलो भाग भनेको, हेल्दी फ्याट्स हो। धेरै भिटामिनहरु पनि पाइन्छ। अब मेन चीज नै फाल्यो भने हाम्रो शरीरमा के काम लाग्छ त। त्यही भएर मैले यो सेतो मात्रै हैन सबै खाइदिन्छु। पहेँलो पनि सेतो पनि। कसैको कुरा सुन्ने हैन डाइटको मामलामा। तर आफूलाई चाहिँ थाहा हुनु पर्यो है। न्युट्रिसन क्यालोरिज चाहिँ मिलाएर खानुपर्छ। दुनिया त के भन्नु, बाकी जिम नजाने मान्छेले नै तिमीलाई भन्छ कि यो अन्डाको पहेँलो भाग खानुहुन्न भनेर। जिम नजाने मान्छेले जो जिम जाँदैन, जो बिहानै उठेर चिया चुरोट हानिदिन्छ हैन, दिउँसो मोमो चाउमिन खाइदिन्छ, त्यही मान्छेले नै तिमीलाई केही ज्ञान दिइरहेको हुन्छ भन्दा अन्डाको पहेँलो भाग त खान हुँदैन, राम्रो हुँदैन, फ्याट लाग्छ, कोलेस्ट्रोल बढ्छ। अनि त्यो चिया र चुरोट कोलेस्ट्रोल बढ्छ नि तिम्रो खाने केटा, मजाले दबाएर खाने हो तर आफ्नो क्यालोरिजमा। अब चाहिँ हुन लाग्छ मेरो सेकेन्ड मिलको लागि तयारी। सेकेन्ड मिल थर्ड मिल मेरो जस 3वटै मिलको तयारी भइरहेछ। मैले के गर्छु भन्दाखेरि यहाँ 500 ग्राम चिकन ब्रेस्ट ल्याएर आएको छु। अब गर्छौँ हामीले यसलाई फ्राई। चिकनलाई हालौँ यहाँ यसमा। अप्ठ्यारो केही छैन क्या, सिर्फ खान जान्नु पर्यो, खाना मिलाउन जान्नु पर्यो अनि थोरै जाँगर हुनु पर्यो। शरीर यत्तिकै भन्छ गाइस, मसल्स आर कुक्ड इन किचन भन्छ नि, यही हो कि केटा त्यो भनेको। छोटो मिठो इक्जाम्पल। यसलाई ट्याक्क अब यहाँबाट स्टार्ट हुन्छ। यहाँबाट सुरु भयो हाम्रो यो फ्रायर। यसको एक साइड पाकिसक्यो गाइस। अब गरौँ हामीले यसलाई फ्लिप। मैले अघि तेल लगाइदिएन कि यसमा हल्का, चिसै थियो नि त भाँडो, त्यही भएर अलि चप्किरहेको हुन त। तेल लगाए बेला पनि चप्किरहेको हुन्छ तर यतिको चप्किन्न। तपाईँहरूले थोरै कपडामा नभए हातैले हल्का तेललाई घुमाइदिए पनि हुन्छ। फेरि अरू हामीले 10 मिनट पकाइदिउँ, त्यसपछि रेडी हुन्छ हाम्रो। मेरो लन्चमा चाहिँ खासै के हुन साथीहरू, यो यति सलाद भयो, यो भात भयो, दाल भयो, तरकारी भयो। अब एउटा, दुईटा, तीनटा अनि यति 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 चाहिँ चिकन ब्रेस्ट भयो के र लन्च। त्यसपछि दिउँसोमा स्न्याक्स अनि खाजामा डिनर। सकेसम्म सबै मिलमा फाइबर्स, प्रोटिन र फ्याट मिलाएर खानुभयो भने तपाईहरुको शरीर आफै नै बिल्ड हुन्छ क्या मजाले। प्रोटिन इन्टेक
पुरा हुनु पर्यो, डाइट चाहिँ मिलाएर खानु पर्यो के, जे खाए पनि। धेरै खा, यो पनि हालिदिउँ ल, इन्जोय है त। मेरो दिउँसोको स्न्याक्समा के छ केटा, ल तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो हो चिकन स्यालेड, काँक्रा छ, प्याज छ, अनि यो चिकन ब्रेस्ट छ, यो एउटा मकैको रोटी, एक गिलास कफी। एक गिलास होइन, सेकर, तर एक गिलासको मात्रा खाएमा। मेरो दिउँसोको स्न्याक्स पनि मैले यसरी न्युट्रिसन मिलाएर र बाहिरको अनहेल्दी नखाएर यसरी प्रोटिन भएको स्न्याक्स खान्छु। यसपछिको मेरो लास्ट मिल हुन्छ साँझको डिनर। सो साँझको डिनरमा मैले के खान्छु त? अभियसली यति देखेपछि तपाईँहरूलाई शङ्का लागिगयो होला, साँझ पनि यसले मासु नै खान्छ हो। साँझ पनि म मासु खान्छु, तर मासुसँग के खान्छु त त्यो चिज पनि मैले देखाउँछु तपाईँहरूलाई। भिडियोमा अन्तिमसम्म बसिराख्नु है त। अनि मेरो साँझको मिल चाहिँ कस्तो हुन्छ भन्दाखेरि केटा हो, यो भयो बादाम, अनि पम्किन सिड, ओट्स, क्रेटिनको डब्बामा हाल्दैछु मैले होइन मम्मीले। यसमा चाहिँ भरपुर फाइबर र हेल्दी फ्याट्स आइहाल्यो। एकछिन यस्तै राखिदियो यसलाई। अनि प्रोटिनको लागि छ हामीसँग 2वटा बोइल गरेको अन्डा, अनि यो चिकन ब्रेस्ट। यसरी मेरो 3वटा मिल हाई इन प्रोटिन एन्ड फाइबर अनि लगभग कम्प्लिट न्युट्रिसन भएको मिल चाहिँ मेरो यो 3वटा हो। मसल ग्रोथको लागि डब्बावाला प्रोटिन खानुपर्छ भन्ने छैन, यसरी पनि हाम्रो फुल प्रोटिन इन्टेक पुरा गर्न सक्छौँ हामीले चाहिँ। सो तपाईँहरूलाई पनि फिटनेस रिलेटेड केही पनि कुराहरूको नलेज थाहा पाउन मन छ, एबाउट डाइट, एबाउट वर्कआउट भनेपछि मलाई तपाईँहरूले निर्धक्क मेसेज गर्न सक्नुहुन्छ, मजाले सोध्न सक्नुहुन्छ। मेरो इन्स्टाग्राम, टिकटक, फेसबुक जता कतै सोधे पनि हुन्छ, म त्यही रेस्पोन्स दिनेछु तपाईँहरूलाई। अनि भिडियो के कस्तो लाग्यो तपाईँहरूलाई, प्रक्रिया अवश्य दिनुहुन्छ भन्ने आशा छ मलाई। आई होप आउने दिनहरूमा पनि मेरो भिडियोलाई यस्तै माया गरिदिनुहुन्छ, अनि आफ्नो साथीभाइहरूलाई पनि सेयर गरिदिनु होला, र लाइक कमेन्ट गर्न पनि नबिर्सिनु होला। सो आजको भिडियोलाई यति नै, भेटौँला अर्को भिडियोमा। टाटा, बाई बाई, गुड नाइट गाइज।